छोरी अब आउन त आइयो। सम्झिदिनले पनि साह्रै राम्रो गर्नु भएन, सम्झिनसँग नै त्यस्तो झगडा गरेर आउनु पर्यो। ज्वाइँको पनि पारा मलाई ठिक लागेन, अर्को अर्को केटीसँग हिँड्ने। अब जाँडक्सी खान के गर्नुहुन्छ तँलाई थाहा होला, मैले त आँखाले देखेको छैन। अर्को केटीसँग हिँडेको त मैले डाइरेक्ट आँखाले देखेँ, ऊ केटी पनि त्यस्तो भन्दै हिँड्छे। अनि छोरी मैले त तँलाई भन्दाखेरि मलाई राम्रो छ आमा भनेर भन्थिस्, अनि मलाई गाउँलेले सुनाउँदा पनि मैले त मेरो छोरीले आफै राम्रो छ भनेर चाहिँ भनेर ढुक्क भएर बसेँ। म गएर हेर्दाखेरि त्यस्तो गति देखेँ। अब गर्नु के होला? अब तपाईँलाई साँचो कुरा भन्दा पनि कहाँ पत्याउनुहुन्छ र आमा? तपाईँलाई त झुट बोलेर त्यस्तै राम्रो छ, सबै ठिक छ, सबै राम्रै छन् भन्यो भने पो विश्वास गर्नुहुन्छ त। साँचो कुरा भन्दा त तपाईँले नै मलाई त मेरो छोरी होइनस्, अबदेखि आउनु पर्दैन, मलाई अर्को छोरी भयो हुन्छ भनेर घरबाट पठाइदिनु भयो। अनि के भन्नु त? त्यस्तो होइन नि त छोरी। अब कतिपय कुरा त आफ्नो माइती घर छोडेर गएर पराई घर गएपछि कुरा मन पर्दैन होइन। अनि मन नपरेपछि त यसको बानी यस्तो भयो होला, उसलाई राम्रो लागेन होला, मन बुझेन होला, अब आमालाई सुनायो होला भने जस्तो लाग्यो। अनि अब तेरो कुरा सबै सुनेर पनि घर बिगारिदिनु पनि भएन आँखाले नदेखिन्जेलसम्म। अब आँखाले देखेपछि त विश्वास लाग्यो नि त। त्यही भएर हजुरले आफैले कुटा खाएपछि चाहिँ चेत खुल्यो नि तपाईँको। त्यस्ता कुटा मैले कति खाएँ कति खाएँ। चेत खुलो छोरी, अब चेत खुलो। अब तँलाई राम्रो केटो हेरेर बिहा गरिदिनु पर्यो अर्कै ठाउँ। यो घर राम्रो छैन। तपाईँको त चेत खुल्यो होला भनेको अझै चेत खुल्या छैन आमा। देख्नु भएन एउटा बे गरेर कस्तो भयो, फेरि अर्को बे गरिदिनु पर्छ छोरीको। अब के गरौँ त, जसरी भए पनि अब फेरि जीवनसाथी त चाहिहाल्यो। मसँग बस्लिस् रे, म कति दिन बाँच्छु र? तँलाई अनि पछि साथी चाहिन्छ, त एक्लै हुन्छेस्। अब एउटा घर बिग्रियो भन्दैमा अर्को घर नगरी बस्ने कुरा त हुँदैन। मैले तपाईँबाट त्यो सोचेको थिइनँ आमा। त्यस्तो रहेछ, बरु यहीँ बसौँ आमा छोरी, म पनि एक्लै छु। अब बहिनी पनि खोइ कहाँ गई भन्दै हुनुहुन्थ्यो। अब बहिनी पनि छैन, अर्काको छोरी कति दिन पालेर बस्ने हो र? आमा छोरी बसौँ यहीँ गरौँ भन्नुहुन्छ होला भनेर सोचेको थिएँ आमा। तपाईँलाई त म धेरै भएको रहेछु, फेरि अर्को बिहे गरिदिने रे। त्यस्तो होइन नि त छोरी, भविष्यमा त जसरी भए पनि चाहिन्छ। हेर त, म अहिले एक्लै बसेर कति पछुताएको छु। अब तँ बिहे गरेर गइहालिस्, अब तँलाई बिहे गरेर नदिउँ भने नि नहुने। राम्रो हुने रहेछ भने त्यही घरबाट हुन्छ आमा, हुन्थ्यो। अब नराम्रो हुन्छ भनेपछि जतिवटा बे गरेर गए पनि हुँदैन। यो बे गर्ने कुरा चाहिँ मसँग नगर्नु। अरू जे कुरा गर्नुपर्छ गर्नु आमा। बरु तपाईँलाई म त्यस्तो धेरै भएको भए यहाँ पनि बस्दिनँ, त्यहाँ पनि बस्दिनँ, जहाँ जान्छु आफ्नो मर्जीले जे गर्छु। तपाईँको अलिअलि चिन्ता लाग्थ्यो, तपाईँलाई मेरो चिन्ता नलाग्दो रहेछ, मेरो छोरी होइन भनिहाल्नु भयो। तर मलाई बिहे गरिदिने कुरा चाहिँ नगर्नु। पहिला त्यस्तो पनि होइन तपाईँले क्या छोरी। भनेको माने त हो नि मैले। अब राम्रो घर परिवार थियो, अब उनीहरूले नि हुन्छ भने तँलाई मन पराए, अनि मैले बिहे गरिदिएँ, मैले गल्ती गरेँ त। अब एउटा घर बिग्रेर के भयो त?